Hello everyone, Namaste and Tashi Delhi. This is Dorji Karmarong from Calicut. Woo la la. आजको मेरो यात्रा चाहिँ न्यू कर्णाली टु ओल्ड कर्णाली। अब न्यू कर्णाली भने चाहिँ अहिले हाम्रो कर्णाली प्रदेश सुर्खेत हेडक्वार्टर भयो भने ओल्ड कर्णाली भनेको चाहिँ जुम्ला हो। ओल्ड कर्णाली कसरी भयो भनेपछि जुम्ला कालीकोट मुगु डोल्पा हुम्ला त्यो 5 जिल्लालाई चाहिँ पहिले कर्णाली भन्थ्यो। अहिलेको समय चाहिँ बिहानको ठ्याक्क 6:30 भएको छ। आज हामी सुर्खेत हुँदै दैलेख हुँदै कालीकोट हुँदै जुम्लासम्म जानेछौँ। यो छोटो भिडियोलाई सदा चाहिँ माया गर्नुहुन्छ भन्ने आशा लिएको छौँ। लामो यात्रा छ। गुरुजीले पेट्रोलको बन्दोबस्त गर्दै हुनुहुन्छ। त्यही बेला गाडी रोकेको मौका उठाएर हामीले पोलेको मकै पनि खायौँ। अब भने चाहिँ बिस्तारै दैलेख हुँदै हामी कर्णाली खोलाको तिरैतिरबाट जाँदैछौँ। कर्णाली खोला चाहिँ खास मुहान चाहिँ सबभन्दा लङ्गेस्ट चाहिँ माउन्ट कैलाश हो। बाटोको वरिपरि हेर्दै जाने हो भने कर्णाली अझै विकटमै छौँ। कर्णाली अझै विकास भएको छैन। अब हुन्छ पनि कसरी, देशमा धेरै राजनीतिक उथल पथल धेरै भएको छ। सुर्खेतबाट लगभग 4 घन्टा पछि खानाको टाइम भयो। हरेक ठाउँमा आफ्नो नेम कानुन हुन्छ भन्ने चाहिँ आजको यो खाना खाने ठाउँमा पनि यो हामीले क्यारम बोर्ड खेल्ने गोटीमा लेखेको हुँदो रहेछ। मासु खानेहरूलाई चाहिँ 350 अनि मासु नखानेलाई 250। पहिला आफूले के खाने त्यो पैसा तिरिसकेपछि त्यो गोटी चाहिँ लिएर अनि त्यो काउन्टरमा दिएपछि बल्ल तपाईँले आफ्नै खाना पाउने रहेछ। यो पनि मलाई अलिकति युनिक चाहिँ लाग्यो। Hello everyone, Namaste and Tashi Delhi. This is Dorji Karmarong from Calicut. Woo la la. म एक्ज्याक्टली अहिले कालीकोटमा छु। त्यो एस मोर गर्दै के मोर सबै गर्दै कहिले एकदम एस मोर भन्ने एकदम कडा मोर र कहिले उकालो कहिले ओह्रालो कहिले चाहिँ एकदम भिरालो चट्टानमा गर्दै गर्दै अब हामी बेलुका पाखा चाहिँ जुम्लामा पुग्नु लागेको छु। यो चाहिँ जुम्ला बजार हो अनि यो जुम्ला बजारको प्रख्यात चन्दननाथ मन्दिरको छेउमा भएको कृष्ण मन्दिर हो। समय पनि बेलुकाको 6 बज्न लागेको छ। हाम्रो आज यात्रा सुर्खेत टु जुम्लामा चाहिँ कम्तीमा 11 घन्टा लगायौँ। चन्दननाथ मन्दिर छेउमा भए तापनि दर्शन गर्नुको लागि बिहानदेखि नै प्लानिङ चाहिँ गरेको हो, तर जानु पाएन। त्यो चाहिँ मेरो भोलि जुम्ला टु मुगुको ब्लगमा आउनेछौँ। अब चाहिँ जुम्ला बजारमा